बहिनी यहाँ बोलिरहेछ कस्तो टिन 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 पनि नगराएको त यो त आइरहेछ चस्मा लगाऊँ Alright guys, it's me Makalu Flow once more in the moto vlog for the first time. अनि अहिले चाहिँ म इटरीबाट तररा जाँदैछु। यो भिडियो चाहिँ कस्तो हो भने इटरीबाट तररासम्मको हाइवे बाटो कस्तो छ भन्ने कुरा हो। हुन त सबैले हालिसकेको छ हैन, तर मेरो चाहिँ दिस इज फर द फर्स्ट टाइम, लेट्स ट्राई भनेर कस्तो हुँदो रहेछ भनेर। अनि यो सेटअप चाहिँ मेरो हैन, यो चाहिँ हाम्रो स्पाइडर किरण दाइको हो। दाइको क्यामेरामा मेरो मोज हुँदैछ है। फुटेज कस्तो आइरहेको छ त्यो पनि थाहा छैन यार, हेर्न नै मिल्दैन रहेछ। अनि एक्लै बोलिरहनु पर्ने रहेछ, तर मजा आउँदो रहेछ आफ्नो बोली आफूले सुनिरहन। अनि यो हाम्रो बाइकमा चाहिँ जिपिएस जोडिएको छ, ट्र्याक अन जिपिएस भन्ने। म जहाँ गए पनि यो बाइकमा जिपिएस भएको हुँदाखेरि चाहिँ अफिसबाट मोनिटर गरिरहेको हुन्छ क्या यो बाइकलाई चाहिँ। केटो यहाँ पुगेछ, यसले यतिको स्पिडमा हाँकिरहेछ, यसले ओभर स्पिड हाँक्यो भन्ने कुराहरू सबै मजाले थाहा हुन्छ अफिस बसी बसी। लाइभ लोकेसन ट्र्याक पनि हुन्छ क्या फेरि यसमा चाहिँ। त्यही भएर आफूले सोचेको डेस्टिनेसन भन्दा दायाँ बायाँ गयो भने थाहा भइहाल्छ कि यो यता गयो टाइपको हुन्छ नि। यता जान्छु भन्दै थियो तर यता गएछ टाइपको। अब अहिले मैले चाहिँ इटरीदेखि तररा जाँदैछु भनिरहेको छु होइन, तर उनीहरूले चाहिँ अब त्यो एपको थ्रुबाट चाहिँ यसलाई हेर्दाखेरि म चाहिँ विराटनगरतिर बाङ्गेको थियो भने उनीहरूलाई थाहा भइहाल्छ, किनभने लाइभ हुन्छ क्या, लाइभ ट्र्याकिङ हुन्छ क्या। अनि त्यो लाइभ ट्र्याकिङको डिस्टेन्स अब यहाँदेखि माथि सेटेलाइट पुऱ्याउनुपर्छ, सेटेलाइटबाट फोनमा पुऱ्याउनु पर्छ नि त इन्फर्मेसन त। अनि त्यो बिचको ग्याप चाहिँ त्यही 2 to 3 सेकेन्ड ढिलो हुन्छ, नभए त्योभन्दा ढिलो चाहिँ हुँदैन। अनि 2 to 3 सेकेन्डमा त तपाईँको ठ्याक्क थाहा भइहाल्छ नि कहाँ गयो भनेर। अनि यो चाहिँ वान अफ द ब्युटिफुल बवाल 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 रोड अहिले हाम्रो पूर्वमै होला यार यस्तो राम्रो रोड त अहिलेसम्ममा। अनि यो चाहिँ धरानसम्म बन्दैछ फ्रम विराटनगर। अनि यो चाहिँ अब यता इटरीको हलगडाबाट स्टार्ट छ अप टु तररा, तर उता बनिँदैछ है धरान। यो तररा र धरानको बिचको जङ्गल चाहिँ नमस्ते नै छ कसम। त्यो चाहिँ कहिले बनाउने हो, घरको सामाको जस्तो यसो 2-3 जना यसो यो रोड बनाउनेमा पनि लागिदिए त कसम धन्य हुन्थ्यौँ। जति पनि यात्रा गर्ने भन्दा पनि यात्रा गर्ने र यो चालकहरूले चाहिँ
साह्रै सम्झिन्थे भनौँ न मलाई जहाँसम्म लाग्छ। रेकर्ड भइरहेछ कि छैन नि थाहा छैन यार, देख्नु छैन केही, तर पनि रमाइलो चाहिँ भइरहेछ है। रेकर्ड भइहालेछ भने त मजै हुन्छ होइन। अब ओभरस्पिड हालिदिउँ न, हाइवेमा आएर नि यस्तै हल्का कुदाउनु होइन, यस्तो खाली खाली बाटो हुन्छ। माइक प्रब्लम पो भइरहेछ कि यहाँ चाहिँ फेरि यो सफारीवालाहरू स्वाट्ट आइदिन्छ के, भन्नु पनि के भन्नु कति भन्नु होइन। अनि चाहिँ यो 3टा बाटो छ, 6 लाइनको बाटो, यो 3टा बाटोको आफ्नो रुल्स छ के। तपाईँले अलिकति बढी तोप्ने हो भने चाहिँ यो साइडमा लिनुपर्छ है, उता 2टा मिल्दैन। सबैभन्दा उतापट्टि चाहिँ स्लो कुदाउने, बिचमा ठिक्क कुदाउने, यताको चाहिँ एकदम इमर्जेन्सी हो क्या। खास जो पाइ त्यसले नकुदाउँदैन हुन्छ, जो मान्छेलाई हतार छ या ठुल्ठुलो गाडी मालबाग त्यो टिप्परहरू हेभी कुद्छ नि, तिनीहरू छिर्ने बाटो हो यो चाहिँ। म चाहिँ यहाँबाट भित्र लाग्छु, तरहरा आइपुगेँ फाइनल्ली। वेलकम टु तरहरा। साइड लाइट बाल्नुपर्छ नत्र फेरि डिस्टर्ब हुन्छ। कति राम्रो नानी काली भए पनि हा यसरी बोल्यो भने त मजा हुने रहेछ। म त मोटो भ्लग सुरु गर्थेँ क्या हो। ल यो चाहिँ ब्युटिफुल तरहरा, भेरी 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 ब्युटिफुल। रमाइलो छ यार। के बोलिरहेको छु म यार, अनि यसमा बोल्दै हिँड्यो भने त कस्तो अलिकति आफूले नै साइको भएको जस्तो फिल पो हुँदो रहेछ त हौ। मेरो पिनकोड आएको छैन होला, म एकचोटि बुझ्छु ल गुगलको पिनकोड। यो चाहिँ अब आज मार्केट रहेछ, के भन्छ त्यसलाई, बजार लाग्छ के, हाट बजार। ए यहाँ चाहिँ लाग्छ है हाम्रो पिनकोड गुगलको अन्ठाउँ, तर बन्द रहेछ। ठिकै छ। अनि यो चाहिँ नियर बास्केटबल कोड हो। यो चाहिँ 8 सबैजना व्यस्त छ, सबैजना प्रिपेयर गर्दैछ है। म यता जाने हो, भन्दैछु तोप म सक्दैनस् रोक्न, कति तान्छु म भनेर नो कम्प्रोमाइज। के बोल्दैछु यार म त यत्तरीका, म त बोलै जान्छु कि क्या हो। दिदी रहेछ ड्राइभर, एज यु क्यान सी। मान्छेहरू पनि खडा हुन्छ त्यहाँ। हाम्रो स्टुडियो यहाँ छ, रुमजली स्टुडियो भन्ने छ, बिएसिए खिच्न लागि। यो दिदीको भुँडीमा कति धेरै बोसो रम है, तर मान्छे चाहिँ राम्रो रहेछ होइन। म के बोल्दैछु आज, त्यो त ड्युटी जान्छ नि बिचरा नानीलाई छोडेर। गाह्रो छ नि, गाह्रो छ। म त डढेँ क्या हो, मिर्स मासु बनाउँछु त, घामले डढेँ क्या हो भन्नु आउँथेको। This is our sweet home. एकछिन है त, अनि फर्किन्छौँ हामी।
आकाशैमा 9 लाख तारा ठ्याक्क आउँदै एउटा काम याद आयो क्या पैसा एक ठाउँ पठाइदिनु पर्ने थियो हैन सो मलाई मनै नपर्ने ब्याङ्क जाँदैछु ब्याङ्कको नाम चाहिँ अहिले आफैले देख्नुभयो भने पत्ता लगाउनुहोस् ल यसरी सिधै नाम लिनु हुँदैन अरे नि त के गर्नु गाइज मन नपरी काम गर्नु परेको छ ब्याङ्कसँग पनि हजार भेटिन्छन् मन परुन्जेल मेरो हजुर ए प्रभु के गाउँदैछु म आज त एकैचोटि म त कतिवटा कन्टेन्ट पो बनाउने भयो त्यो एउटै भिडियोमा कन्टेन्ट भइसक्यो होला त यही हो है तररा बजारबाट हामी बजारभित्रबाट बाहिर निस्किँदैछौँ हाइवे साइडमा कस्तो गर्मी छ राम्रो राम्रो यसरी जाम भइजान्छ यतातिर त म ब्याङ्क जाँदैछु गाइज ल मेरो ब्याङ्क आयो मेरो ब्याङ्क त के भन्नु मागेको छ यस्तो मेरो ब्याङ्क हुन्छ तिमीलाई रोजी ए म त गीत पनि गर्छु मेरो गीत सुनेर म आफै दङ्ग ए होइन झसङ्ग यहाँ चाहिँ बन्द गरौँ ल सेक्युरिटी पर्पोज कहाँ चाहिँ यहाँ माथिबाट होला ए प्रभु कान पो चेप्यो त यस्तो पार गर्छ क्या यिनीहरूले यो बाइक यहाँ छ हाम्रो बाइक निकाल्नु पर्ने यो कुन चाहिँ चिनेकै जस्तो छ त यो गाडी त फेरि त्यही त यसो चिनेको जस्तो देख्छु त गाडी त हजुर होइन इटरीबाट आएको थिएँ यहाँ काम थियो र त्यही त यसो यसो नम्बर त चिने जस्तो देख्छु र नि पैसा निकालेर कहाँ जानु होइन पठाउनु पर्ने चाहिँ थियो र फाइनली हामी दाइहरू भेट्यो दिदी म जान्छु ल अब हामी यता सानै हो ओइनालाले चाहिँ क्या एक केटा रहेछ नत्र अब हामीलाई यहाँबाट जस्ट 3 मिनट लाग्छ 3 मिनट 2 मिनट लाग्छ ल 2 मिनटमा to hurry guys. This is highway, Kosi highway. अब दाँत बनाउनु जाने भर्खर लियोको सुजन भाइहरूले लियोको सुजन भाइ चाहिँ प्रेसिडेन्ट हो उनीहरूले चाहिँ अर्गनाइज गराएर रहेछ दाँत मेरो अलिकति खबिल्टो छ क्या लाइक प्लास्टर गरेर चाहिँ प्लास्टर उडिसक्यो भात खाँदा त्यो प्लास्टर पनि खाइपठाएछु कि अनि अब अफिस जान्छु अफिसमा निशान सरलाई भनेर 20% डिस्काउन्ट रहेछ सो होइन त्यो कागज पनि अगाडिको त्यो डक्टर भेट्ने कागज पनि काट्नु नपर्दो रहेछ भनेपछि त लाइक यो बेला गरिएन भने कुनै बेला नि गरिँदैन
फेरि यस्तो अब नेपाली हो होइन, यसरी अफर आएको बेलामा त छोड्ने नै होइन। बरु तपाईँहरूले भिडियो हेर्दै हुनुहुन्छ भने अफर चाहिँ कहीँ पाउनुभयो भने नछोड्नु होला। हान्दिहाल्ने हो क्या, हान्दिहाल्ने हो। अलि हेलमेट टाइट भएर बोल्न नै गाह्रो भएर नत्र लास्टै बोलेको छु। मलाई यति चाहिँ थाहा छ, जो मोटो भ्लग गर्दाखेरि यसरी गोप्रो अगाडि माउन्ट गरेपछि चाहिँ बोलेकै गर्नुपर्छ भन्ने कुरा चाहिँ मलाई थाहा छ। त्यही भएर चाहिँ म बोलिरहेको छु। खासै चाहिँ धेरै बोल्ने मान्छे त होइन म, तर अफसोस साथीहरू के भन्छ फर्मेट नियम पालन नगरे हो। यसलाई म ओभरटेक गर्छु यसरी। यो रातो गाडी तराईमा सबैभन्दा फेमस हुन्छ है रातो गाडी चाहिँ। काठमाडौँमा नेपाल यातायात कस्तो हुन्छ, येल्लो डार्क येल्लो कस्तो कस्तो होइन, तराईमा चाहिँ नेपाल यातायात जस्तै हो यो रातो कलर, जता पनि रातो देख्नुहुन्छ। एभ्री 5 मिनटमा रातो गाडी ढिलोमा नत्र त्यही हो 4 मिनट 3 मिनटमा आइरहेको हुन्छ। यिनीहरूलाई पनि टप दिउँ ल। मलाई गाडी मन परेन। कुन गाडी हो? अपाचे त राम्रै छ यार। अस्ति भर्खर एयुजी राइड गएको थिएँ, बवाल भएको थियो यार। पूर्वमा फर द फर्स्ट टाइम भएको थियो। आकाशैमा नौला ए भगवान्, गीत पनि गाउने भइँदो रहेछ यार। यसलाई हान्दिउँ क्या हो बिस्तार। गाइस स्कुल बसहरू किन पहेँलो कलरको हुन्छ त्यो कमेन्ट चाहिँ जहिले पहेँलो देखिरहेको हुन्छौँ नि। त्यो सफारी आउँदैछ झाटो, साइकल पनि जाँदैछ। दुइटालाई म बोकेर जान्छु है, के भन्नु यार। आयो अब मुख छाडेछु। म चाहिँ किन यता गएको के, म त यता हो नि त। मेरै गल्ती रहेछ नि यार, तेरिका सरी यार। के भयो त्यसो गाडी हेरेर त म हेरेँ भयो नि त नि। त्यो पनि ठिस भयो होला यार, बहुत ठिस भयो यार। साथीहरू सानो मिस्टेकले धेरै कुरा हुनसक्छ, त्यसै भएर तपाईँहरू सानो मिस्टेक पनि गर्न प्रयास नगर्नु होला भन्दै हाम्रो अफिस आइसक्यो। यो चाहिँ जिपिएसको अफिस हो, ट्र्याक अन जिपिएस। फाइनली अफिस आइपुग्यो ल। यहीँबाट सुरु गरेर यहीँबाट अन्त्य गरियो, यहीँ आएर अन्त्य गरियो। दिस इज द नियम। बहिनी भित्रै रहेछ। बहिनी लाइन आयो बित्तिकै, मलाई खेदाउनलाई पो जस्तो छ त लाइन गएको त।